नगएको साथीहरू घुमेर एकदम इन्जोय गरेको गोदावरी घुम्न आएको हामी चाहिँ सबै जानभन्दा पनि म मेरो छोरी मेरो बहिनी अनि बहिनीको छोरो गरेर हामी 4 जना चाहिँ घुम्न आएको। हामी कस्तो लागिरहेछ हजुरहरूलाई गोदावरी एकचोटि राम्रोसँग हेरिदिनु होला अनि हाम्रो पिक्चरहरू हामीलाई चाहिँ हरियाली वातावरण अनि त्यस पछाडि यो हरियाली हरियाली छ नि त गोदावरी त्यो भएको भएर चाहिँ यति ह्याप्पी भएको घरमा बस्दा बोर लागेर चाहिँ मेरो छोरीको बिदा थियो। बिदामा चाहिँ हामी फेरि घुम्न गएको इन्जोय अनि एकदम खुसी भयो फ्रेस भयो। यस दिदी बहिनी घुम्न पाइसके पछाडि हामीलाई चाहिँ कोही छैन होइन मान्छेहरूले साथी भनिरहेको हुन्छ हामीलाई चाहिँ अब साथी भनेकै दिदी बहिनी जस्तो लाग्छ। अनि जहाँ घुम्न गए पनि दिदी बहिनीसँगै सेम ड्रेस लगाएर घुम्न पाउँदा त आइम सो लक्की ह्याप्पिनेस हेर्नु होला कस्तो राम्रो छ हरियाली जताततै हरियाली अनि फुलहरू जे होस् काठमाडौँदेखि नजिकै हुनुहुन्छ भनेदेखि चाहिँ आउनु होला घुम्नको लागि। अनि पिकनिक एकदमै चाहिँ फ्यामिली आएर पिकनिक आउनलाई चाहिँ एकदमै राम्रो छ। यहाँ चाहिँ मजाले ड्राई पिकनिक के अरू त अब मिल्दैन होला सायद ड्राई पिकनिक चाहिँ आएर एकदम इन्जोय गर्नलाई चाहिँ मिल्ने ठाउँ मिल्ने लोकेसन कहाँ छ भन्दा चाहिँ स्पेसल्ली गोदावरी छ। गोदावरीमा आउनु होला सबैजना घुम्नलाई इन्जोय गर्नलाई। सधैँ हप्ताभरि काम गरेर एक दिन चाहिँ कहाँ जाने भन्दा स्पेसल ठाउँ गोदावरी है त साथीहरू। वेलकम टु गोदावरी एकदम रमाइलो छ आनन्द छ। जे होस् हप्ताभरिको अथवा महिनाभरिको थकाइ चाहिँ मेट्न आउनुपर्छ।